हेलो गाइस, र म चाहिँ है यो हामी फ्यामिली चाहिँ नेपाल घुम्नु जाँदैछु। त्यो भिडियो चाहिँ बनाउँदैछु। र हामी चाहिँ फ्यामिली मिलेर गएको होइन। यहाँ गाडीमा त कति अट्टी छ, तर 10 जना है छ। नानीहरूले गर्दा मात्रै यस्तो भएको होइन। अन्त हामी चाहिँ कन्याम जाने भनेर कहिलेदेखिको सल्लाह थियो, बल्ल बल्ल सक्सेस भएर गयौँ हो। अनि हामी चाहिँ अब यहाँ सिमानामा पुगेर हो, त्यहाँनिर अब ब्रेकफास्टहरू घरमा नगरी निक्लेको है। कति बिहानै 6 बजीतिर निस्केको र त्यहाँनिर त खाजा खाऊँ भनेर रोकियौँ होइन। अनि यहाँ खाजाहरू खाएर कहिले चाउमिन अरे, कहिले मोमो अरे, कहिले चाहिँ छोलापुरी, कहिले चाहिँ के अरे त्यो रामेन कुनि के भन्नेहरू खायो होइन। यहाँबाट त कति दामी देख्दो रहेछ हो। पहाडमै बस्ने भए पनि यस्तै चाहिँ मनपर्छ हो। अनि यहाँनिर चाहिँ यस्तो लुगाहरू पनि रहेछ। अनि अब हामी चाहिँ गयौँ होइन, पथिभरा जाउँ फर्स्ट भनेर पथिभराको लागि निस्क्यौँ। अनि यहाँबाट तलबाट चाहिँ हिँड्दा यति टाढो रहेछ, झन्डै 20-30 मिनटको आधी घन्टा जतिको टाढो चाहिँ रहेछ है। हिँड्नु नसक्ने चाहिँ नआइम हुने रहेछ होइन। हाम्रो नानी चाहिँ धन्न नानीको आप्पा भएकोले गर्दा मलाई त्यस्तो भार परेन है। नानीहरू कति एक्साइटेड भएर हिँडिरहेको छ सबैजना हो। अन्त यो चाहिँ विन्टरकै हो, विन्टरको टाइमको हो, त्यही कारण चाहिँ सबैजना तातो लुगा लगाइरहेको छ। यो चाहिँ एडिट चाहिँ भर्खर गर्दैछु मैले होइन। अन्त अब चाहिँ जस्ट एन्टर भयौँ हामी होइन। यहाँनिर बाटोमै यसरी दोकानहरू रहेछ, स्टल रहेछ होइन। यहाँनिर नानीहरू त छान्नु पनि थाल्यो अरे, यो अरे त्यो अरे भन्दै हो। अन्त पहिला हामी पूजा गरेर अन्त आएर चाहिँ किनौँ है भनेर चाहिँ भन्यो। अन्त मात्रै माने नानीहरू, नभए चाहिँ दोकानै छोड्नु नमानेको। अन्त हामी चाहिँ यस्तो जय माता दी लेखेको उयोहरू लगाएर हो, कस्तो एक्साइटेड भएर है फोटोमा देखेर गयौँ। अन्त यो चाहिँ स्लोमा राखिदिएको छु है, सबैजनाले राम्रोसँगले दर्शन गर्नु पाओस् भनेर चाहिँ स्लोमा राखेको है सबैजनालाई पथिभरा माताको तर्फबाट आशीर्वाद भन्दै। अन्त हामी कन्याम पनि गयौँ होइन। यहाँनिर फोटोहरू खिच्यौँ, के गऱ्यो। यहाँ झिल पनि रहेछ, यसको नाम चाहिँ मैले बिर्सेँ। यो चाहिँ कुनै कता थियो ठाउँ है, बिर्सेँ मैले। अन्त यहाँनिर चाहिँ हामी ऱ्याफ्टिङहरू गऱ्यौँ। अन्त अब फर्किने बेला भयो र यो चाहिँ हामी बेलुकाको डिनर पनि गरेर आयौँ।